हिजो चाहिँ मैले एउटा मिनी ब्लगमा मलाई चाहिँ अल्छी लाग्यो भनेर हालेको थिएँ। त्यो मिनी ब्लग चाहिँ साथीहरूले सबैले मेरो मलाई मन पराउने साथीहरूले चाहिँ हेरेर हिम्मत हार्नु हुँदैन, बनाउन नछोड्नु भनेर भन्नुभयो। त्यही कारणले मैले आज फेरि सुरु गरेँ मेरो यो फिलिलीमा कुद्ने मिनी ब्लग। आज चाहिँ मैले मिनी ब्लग सुरु गरेको पनि 13औँ दिन भयो। हजुरहरूलाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि मेरो चाहिँ त्यही घरकै कामबाट सुरु भयो। आज चाहिँ म नुहाइधुवाइ गरेँ। नुहाइधुवाइ गरिसके पछाडि यता सनस्क्रिम लाउँदैछु। सनस्क्रिम लगाइसके पछाडि चाहिँ मैले यही बडारकुरार सरसफाइ आज चाहिँ सरसफाइको भिडियो मात्रै राख्छु है म साथीहरू। अरू खानासाना त मैले खाइसकेँ। खाना खाइसके पछाडिको यो मेरो भिडियो चाहिँ। अनि मैले सरसफाइ गर्न थालेँ। सबै बडारकुरार गरेँ। बिहान मैले बडारकुरार गर्न केही पनि भ्याएको थिइनँ। आज म ढिला उठेँ नि त, कति दिन भएको थियो सुत्न नपाएको साथीहरू। अनि त्यस पछाडि मैले यो चाहिँ दिउँसो काम गर्न थालेँ। पोछा भनेको त आफू जति बेला भ्याइन्छ त्यति बेला गर्ने त हो नि है। सानो बच्चा भए पछाडि अब भ्याइँदैन के त हो नि, जति बेला भ्यायो त्यति बेलै गर्ने हो है साथीहरू म चाहिँ। अनि त्यस पछाडि मैले चाहिँ आज मङ्गलबार भए भएर पनि नुन र सरफ हालेर मजाले सबै घरतिर पोछा लगाएँ। यसले चाहिँ नेगेटिभ ऊर्जालाई चाहिँ खतम गर्छ है साथीहरू। तपाईँहरू पनि ट्राई गर्नु। मैले नुन र सरफले सबै घर पोछा लगाएँ। राम्रोसँग सफा पनि गर्नुपर्ने भएको थियो। अनि मैले यता फेरि पानी खाएँ। यति धेरै गर्मी छ आज, पानी नखाइ नसक्ने छ। पानी धेरै खानुपर्छ है साथीहरू, धेरै गर्मी छ। तपाईँहरू पानी खान नबिर्सिनुहोस् नि। म त घरिघरि खाइ नै रहेको छु यसरी पानी साथीहरू। अनि त्यस पछाडि मैले यता किचन सफा गरेँ। किचन सफा गर्दैछु। अनि यता ऱ्याकहरू पनि माटो धुलो सबै भएछ। त्यस पछाडि यता पनि पुस्न लागेँ मैले। सबैतिर पुसपास गरिसकेँ। अनि बसिसके पछाडि फेरि किचनमा पनि पोछा लगाएँ साथीहरू मैले। मेरो आजको मिनी ब्लग चाहिँ यस्तै भयो। सबैजनाले हेरेर साथ दिनुहोला साथीहरू। यस्तै भयो है मेरो मिनी ब्लग चाहिँ। बाई बाई साथीहरू।